हे गाइजको जग्गा के छ मेरो त एकदमै ठिकठाक छ। अनि आज चाहिँ के हो हजुरहरूलाई थाहा नै होला, बडा दसैँ। अनि हामी चाहिँ कोठातिर जान लाग्यो, हामी चाहिँ एकदम रेडी भयो। अनि गाडीमा बसेर गफगाफ गर्दै रमाइलो गर्दै कोठातिर पनि लाग्यो सरर। अनि फाइनली हामी चाहिँ कोठामा पनि आइयो। पाठा पाडा के हो के टन्न थिए, मान्छेहरू पनि टन्न हुनुहुन्थ्यो। अघि चाहिँ मन्दिर थियो जो चाहिँ एकदम रमाइलो माहौल थियो। अनि भेट पनि त चढाउनु पर्यो, हामीले जति सकिन्छ त्यति भेटी पनि चढाइयो। अनि सबै जति चाहिने प्रक्रिया पुरा गर्नुभयो। अनि जेठो पाडाबाट ल्याएर ज्याम सबै पाठा पाडा के हो के काट्न थाल्नु भयो। कठै यिनीहरूको जिन्दगी यस्तरी मार्न पर्ने दसैँमा पनि कठै के प्रचलन होला यस्तो होइन। अनि केही खाइन्न त भनेर पानीपुरी पाइने ठाउँमा आएर पानीपुरी मगाइवरी पानीपुरीलाई चाहिँ गुवाम खान थाले जो सोध्ने नै मिठो थियो। अनि यस्तो गोरुमा फ्रुटी पनि खाइन्न त भनेर फ्रुटी मगाइवरी फ्रुटीको पनि चिज खान थाल्यो। अनि फेरि चटपट पनि किन छोड्ने भनेर चटुलाई पनि मगाइवरी त्यसको पनि काम तमाम गर्नतिर लाग्यो। अनि अघि मेलाबाट ल्याएको जेरीहरू चाहिँ अहिले खान नपाएको हन्तकारीहरूले फेरि घर आएर ठुस्दै थिए, मिठो छ भन्दै थिए। अनि यसो रमाइलो गरौँ न त भनेर तास खेल्न थाल्यो, जस एकदम अति नै रमाइलो भएको थियो। अनि अहिले चाहिँ बेलुकी पख पनि भयो। अनि माइजू र मम्मीले चाहिँ सरर घुमाएर रोटी हाल्दै हुनुहुन्थ्यो, सेल रोटी। थ्याङ्क्स फर वाचिङ अस त, टाटा बाई।